खासमा त हिजो नै हाम्रो लास्ट डे हुने थियो तर आज फेरि 1 गते हिँड्नु हुँदैन भनेर आज नि हामी तर गइनौँ हामी काठमाडौँमै छौँ हैन फेभरेट प्लेस काठमाडौँ साथीहरुको लागि प्रेजेन्ट्स छान्दै हुन्छ अस्पता दिदीले So we are already inside the domestic terminal. अब सररातिर लागेको So hello everyone, सजिलो टसिलोले वेलकम ब्याक टु माय युट्युब च्यानल र नयाँ दिनका साथ हाम्रो फेरि अर्को भ्लग सुरु भइसकेको छ। साथीहरु आशा छ हजुरहरु सबजना एकदमै सन्चै हुनुहुन्छ होला। हामी पनि एकदमै सन्चै छौं र आज पनि फेरि हामी बाहिर निस्केको छौं। खासमा त हिजो नै हाम्रो लास्ट डे हुने थियो तर आज फेरि 1 गते हिँड्नु हुँदैन भनेर आज नि हामी तर गइनौँ हामी काठमाडौँमै छौं। आज चाहिँ हाम्रो लास्ट डे हो काठमाडौँमा। कान्छी म यहाँ धेरै रिसाकी छे आज। अनि यस्तो पानी झरीमा पनि जानै पर्ने नि। घरमा थाहा छ सिरो परेन। अन्त त्यहाँ हेर यस्तो खुल्ला छ त्यहाँ त्यो पानी झरी तर उतातिर त छैन नि त। बौद्धतिर खुल्ला छ। अँ हेर त उ बौद्धतिर झन् उ त्यो लेक खालको। सो हाम्रो ट्याक्सी पनि आइसकेको छ। ट्याक्सीमा सर जाने सरस्वती नगर। सो किप वाचिङ है त गाइज। सो गाइज हामी चाहिँ यता भित्र छिर्नुपर्छ। हामी चाहिँ यता सरस्वती नगर आइसक्यौँ। उतापट्टिबाट छिरेर हौ स्कुटी आउँछ। हामी त सरस्वती नगर आइसक्यौँ। बोजूलाई भेट्न जाने अनि सहारालाई पनि चक्लेट किन्दिने यहाँ ग्रोसरीमा। कृष्ण डेरीमा पाउँछ र चक्लेट। यता बोजूको घर हो नि एउटा यतापट्टि हेरौँ न। सो गाइज हाम्रो चाहिँ बिग मार्टबाट कोसिलीहरू किन्यौँ बोजूहरूको लागि नानीहरूको लागि। अब चाहिँ जाँदैछौँ बोजूको घरमा बोजूलाई भेट्न। ओइ अनि त्यसपछि पनि फेरि हामी घुम्नु निस्किन्छौँ होला एकछिन। सो गाइज हामीले चाहिँ बोजूलाई भेट्यौँ। बोजू र ठुलो मम्मीसँग कुराकानी दर्रो भयो। अब चाहिँ हामी बौद्धतिर निस्केको। जाडो चिसो टाउको दुखो चिसोले। So keep watching. So we are here in Bodha. Again. Always place, isn't it? Favorite place. Kathmandu. सो गाइज हामीले चाहिँ बौद्धको कुरा गऱ्यो र यता साथीहरूको लागि प्रेजेन्ट्स छान्दै हुन्छ अस्पता दिदीले। यसलाई choosing some kind of presents for her friends over there in US. Short glasses with I love Nepal wala tag. Yeah, there's no I love Nepal. There's like Swayambhunath or Bodha.
गाइज हामी चाहिँ आज यहाँ 3D क्याफेमा आएको थियौँ इट वाज फन अब यार है मजा लाग्यो 3D क्याफेमा आएर बहुत हजुरहरू पनि आउन सक्नुहुन्छ अब घरतिर जाने कि रात धेरै परिसक्यो भोलि बिहानको फ्लाइट छ नि त कान्छी छिराइज कहाँ अर्क्यो हो झर्दैछौँ तल हाइवेबाट ट्याक्सी लिने अनि सर जाने फेरि के चोक अरे आशापुरी चोक होइन Pretty Cafe. Please do visit है हजुरहरू पनि मजा आयो मजा लास्ट डे मजा म त रियल मान्छे जस्तो लाग्यो भिडियो गर्दाखेरि चाहिँ ट्याक्सी भइसक्यो कान्छी ट्याक्सी भइसक्यो निस्केको अब वेलकम अब ट्याक्सी लिने अनि जाने घर चलिरहेछ नि आज चाहिँ धेरै राति भइसक्यो सो अजय दाई प्लिज नरिसाउनु होला लास्ट दिन भएर हामी चाहिँ म ट्याक्सी पर्खिँदैछौँ ट्याक्सीमा सर आउनु हेलो गाइज हाम्रो ट्याक्सी चाहिँ आयो कहाँ छ कहाँपट्टि आएको छ अरे ट्याक्सी दाइ आउनु होला जम 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 दादाले हाम्रो चिकन सिकुटी बनाउँछ आज मनमै चाहिँ डलमल बस पर्यो सो गाइज हामी चाहिँ आइसक्यौँ धलमल बस स्टप ट्याक्सीवाला दाइले सर ल्याउनु भयो हिलो छ है राति राति काठमाडौँको लाइक ओभरअल डेभलपमेन्ट अझै हुनु बाँकी छ है यहाँ यो हेर्नु होला यहाँ यो बाटो बनाउनु पर्यो जसरी भए पनि अर्को सालमा घुम्न आउँदाखेरि यो पिच हुनु पर्यो है काठमाडौँमा को हुनुहुन्छ को अरे बालेन सिटी होइन साँच्ची बालेन दादा कृपया यतातिर पनि यसो रोड बनाइदिनु होला ताकि यता अब हामी फेरि कान्छी घर आयौँ भने हामीलाई नहोस् यही एरिया ठिक्क छ है अर्कोचोटि सरेस् भन्दा चक्रपततिर सर कि बौद्धतिर सर है कि कहाँ सर्छ छैन अरू त हुनु पर्यो नि लाइक हिल्लो बुढा नीलकण्ठतिर बुढा नीलकण्ठ बबितातिर बसेको भयो नि हुने अनि बबिता किन पहिलादेखि त्यही हो बबिता राम्रो किन नसरेको त कति धेरै हिलो है कति धेरै हिलो यतापट्टिदेखि आएको भए नि हुन्थ्यो ड्राइभर दाई कसको हो टरक मेरो त जुत्ता झन्डै हिलो भयो आइया हो हिलो हिलो जुत्ता बनाउनु हुँदैन हिलो इधर इधर बहुत बहुत हिलो है क्यों ऐसा हो गया सम्धिनी मस्केरा भयो माता ठिस खाउ खाउ च्याङ्बा तङ्बालाई सितन सिकुटी काठमाडौँ मेमोरी यो वर्षको लागि होइन खाउ खाउ च्याङ्बा तङ्बालाई सितन सिकुटी
होइन कान्छी के सिकुटी कि ब्रेसेस सिकुटी दाँतको हेलो गाइस यहाँ चाहिँ प्रज्वलहरू जान आँटेको हामी जाँदैछौँ ऊ ट्याक्सी त कस्तो खालको आएछ हौ आज त बाई बाई गाइस बाई बाई अस्मिता दिदी चाहिँ भोलि निस्कनु अरे भोलि नै पर्सि भनेको भोलि पो रहेछ खै बाई गएको बताउनु बाई बाई So we are already inside the domestic terminal. अब सररातिर लागेको Happy journey, safe journey. हामी आफैलाई safe journey. Safe journey. So guys, हाम्रो चाहिँ बोर्डिङ पास भइसक्यो. अब चाहिँ हामी फ्रेन्ड्सतिर जान आँटेको विराटनगर. विराटनगर अनि चाहिँ तर Bye bye Kathmandu. Guys, we haven't flown yet, but we're gonna be flying soon. To Viratnagar. Go. Guys, we safely landed in Viratnagar. Literally like 10 minutes. 10 minutes. Good boy, So guys, we got a tempo. हम चाहिँ टेम्पो पायो. अब चाहिँ जाँदैछौँ तर्रातर्फ. Welcome to नेपाल त के भन्छ तर्रा. Welcome to तर्रा. अब त कस्तो राम्रो देख्यो अब त कस्तो कालो बिर्र देख्यो So guys, we are in Itahari आइसक्यौँ So guys, अहिले चाहिँ लिटरली रातिको 9 बज्न आँटिसकेको छ. हामी चाहिँ सेफली तर्रा आइपुग्यौँ. Yes guys. We are in Tarra safely. We arrived like within 10 or 15 minutes. त्यसपछि विराटनगरमा अटो लियौँ, एउटा टेम्पो लियौँ अनि आयौँ. त्यो भिडियो त हजुरले देखि नै सक्नु भएको, लाइक देखि नै सक्नु भएको भन्नाले पनि देख्नुहुनेछ यसै भ्लगमा. सो हामी चाहिँ खाना पनि खाइसक्यो र बाहिर एकछिन डुलेर पनि आइसक्यो. अब हाम्रो सुत्ने काम छ गाइज. भोलिदेखि चाहिँ मेरो स्कुल लाइक इन्ट्रान्स एक्जाम ड्युटी पनि छ अनि दिदीको इन्गेजमेन्ट पनि फिक्स गर्नुपर्ने. लाइक वियर्डो भइरहेछ सबै. यता र उता भइरहेछ के कुराले गर्दा कामहरूले गर्दा. सो वान्स अगेन इफ यु आर न्यू टु माई युट्युब च्यानल प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब माई युट्युब च्यानल. अनि साथसाथै भिडियोमा लाइक सेयर र कमेन्ट पनि अवश्य गरिदिनु होला. अनि वान्स अगेन वी मिस कान्छीको घर भेरी भेरी मच. वी आर मिसिङ कान्छीको घर. Yes. फेरि कान्छीको घरमा जाने हो नेक्स्ट टाइम रमाइलो गर्न. Obviously. So till then let's meet again in the next video. Bye bye. Bye.